हेलो गाइज वेलकम टु माई मिनी भ्लग। मेरो चाहिँ बिहान बिहानै अफिस छ भने राति नै म चाहिँ लुगामा आइरन गरेर ठिक्क पारेर सुत्छु कि बिहान टक्क लाएर जाँदा कति आनन्द है। बिहान यतिकै त उठ्न अल्छी लाग्छ, झन् आइरन गर्न त झनै अल्छी होइन। अनि बिहान उठेर रेडी भएर म चाहिँ ब्राउन ब्रेड र कालो चिया खाएर अफिसको लागि निस्केँ। घर बाहिर आउँदा त भर्खरै पानी परेर रोकेको रहेछ कि कोही पनि उठेको थिएन, चरो मुसो नै उठेको थिएन कि। अनि एकैछिनमा हामीकातिरको पहिलो गाडी पनि आयो। माइक्रो रहेछ, माइक्रोको अगाडि सिटमा म बसेकी थिएँ। हामीकातिर चाहिँ माइक्रोको एकदमै धेरै कम्पिटिसन चल्छ कि यो माइक्रो कुदिराख्दा अर्को माइक्रो आयो भने एकदमै फास्ट पुऱ्याउने। म चाहिँ एकदमै छिटो पुगेँ अनि अफिसमा सबैभन्दा पहिले म नै पुगेकी थिएँ। त्यहाँको दिदीहरूले चाहिँ मलाई चिया दिनुभयो कि चिया खाइवरी म चाहिँ लागेँ क्लासतिर। अनि मेरो पहिलो क्लास सिद्धाएर खाजा जे भने पनि खानको लागि म चाहिँ यता लन्चमा बसिरहेकी थिएँ कि। अनि खाजा पनि निकालेँ। खाजा चाहिँ मेरो हस्बेन्डले बनाएर पठाउनु भएको आलु, चिउरा, अन्डा, क्याप्सिकम अनि अलिकति धेरै खोर्सानी छाँदै मैले चाहिँ खाजा पनि खाएँ। अनि अर्को पनि क्लास सिद्धाएर हेर्नु न, गाडी कुर्दै गर्दा आकाश कति सफा के, घाम लागेको गर्मी एकदमै। अनि त्यहीँनिर चाहिँ एउटा बच्चा पनि बसिरहेको थियो, उसँग एकछिन कुरा गरेर यसो बोलाएको त वास्तै नगरेको मलाई, आम्मामा वास्तै नगरेको। अनि गाडी चढेर आधी बाटो आउँदा त मुसुलधारे पानी, टेम्पोको भित्रै पानी आएको कि आम्मामा पुरै नि थुरुक्कै हुने गरी। त्यसपछि सीधा पाइला आएर बस पक्रिने बेला त एक थोपो पनि पानी परेको थिएन। कतै पानी पर्ने, कतै घाम लाग्ने, कतै के मौसम यस्तो, अनि मान्छे बिमारी पर्दैन त है। त्यो सोच्दै म चाहिँ घरतिर लागेँ। अनि एकैछिन फुपूका पनि छिरेँ, त्यहाँ चाहिँ पुन्टेले मलाई कुर्दै रहेछ, उसँग कुरा गरेर फुपूसँग कुरा गरेर चिया खाएर म चाहिँ आएँ घरतिर। घरमा पनि कलोरी र चेरीले चाहिँ मलाई स्वागत गर्न बसिरहेकी थिए। यसरी नै मेरो आजको दिन चाहिँ रमाइलो तरिकाले बित्यो।